नमस्ते। आज हामी नेपालका सरकारी विद्यालयहरूको जुन अवस्था छ नि त्यसबारे अलि गहिरिएर कुरा गर्दैछौँ। हामीसँग केही सरकारी रिपोर्टहरू छन्, शैक्षिक विश्लेषण अनि स्थलगत भिडियोहरू पनि छन्। यिनकै आधारमा यहाँका खास चुनौती के हुन्, स्रोत साधन कस्तो छ, राजनीतिले कति असर पारेको छ अनि सुधारका लागि केही पहल भएका छन् कि छैनन्, यी सब केलाउने विचार छ। एकदमै महत्त्वपूर्ण विषय उठाउनु भयो। सुरु गरौँ न त विद्यालयहरूको अहिलेको अवस्था र भनौँ न उनीहरूले सामना गरिरहेका मुख्य चुनौतीहरूबाटै। हुन्छ। सबैभन्दा पहिले त मलाई असमानताकै कुरा अलि बढी खट्किन्छ। हाम्रा स्रोतहरूले के देखाउँछन् भने प्राय गरिब र सीमान्तकृत समुदायका केटाकेटी नै हुन् सरकारी स्कुलमा पढ्ने। यसले गर्दा शिक्षामा एउटा वर्गीय खाडल त्यो स्पष्ट देखिन्छ के? हो त नि। अनि स्रोत साधनको कमी त कतिपय ठाउँमा त साँच्चै डरलाग्दो नै रहेछ। एउटा भिडियो रिपोर्टमा हेर्दा त 100 जना भन्दा बढी विद्यार्थी भएको स्कुलमा जम्मा एउटै कम्प्युटर। कल्पना गर्नुस् त। हो नि। अब यस्तो अवस्थामा डिजिटल शिक्षाको कुरा गर्नु त कहाँ पुग्नु र? अनि फर्निचर, अरू शैक्षिक सामग्री, ल्याब, यी कुराहरूको अभाव त लगभग सामान्य जस्तै भइसक्यो भनेर रिपोर्टहरूले भन्छन्। त्यो मात्रै कहाँ हो र? आधारभूत पूर्वाधारमै कति कमी छ हेर्नुस् न। जस्तै युनेस्को 2023 को एउटा तथ्याङ्क हेर्ने हो भने करिब 60% प्राथमिक विद्यालयमा मात्र बिजुली पुगेको छ। 60% मात्रै? अनि भरपर्दो खानेपानी र सरसफाईको सुविधा हेर्नुहुन्छ भने लगभग 50%मा। अनि केटा र केटीका लागि छुट्टा छुट्टै शौचालय, त्यो त झन् 23% प्राथमिक विद्यालयमा मात्रै। ए हो र, 23%? हो। अनि दुर्गम क्षेत्रतिर त अवस्था झनै नाजुक छ भन्ने कुरा स्रोतहरूले देखाउँछन्। यो त साह्रै गाह्रो अवस्था रहेछ। आधारभूत कुरा नै छैनन् भनेपछि त। अनि शिक्षकहरूको अवस्था नि कतै सुनेको थिएँ करिब 65,000 भन्दा बढी शिक्षक अझै अभाव छ अरे। हो, अनुमान त्यस्तै छ। शिक्षक अभाव एउटा ठूलो समस्या हो। फेरि योग्यता पुगेका शिक्षकहरू भए पनि कतिपय ठाउँमा पढाउने तरिका, त्यो गुणस्तरमा चाहिँ प्रश्न उठ्ने गरेको विश्लेषणहरू पाइन्छन्। प्राथमिक तहमा औसत विद्यार्थी शिक्षक अनुपात हेर्दा त करिब 20.1 जस्तो देखिन्छ, जुन नराम्रो होइन। तर यसले के गर्छ भने ग्रामीण र अझ दुर्गम क्षेत्रको जुन असमानता छ नि त्यसलाई चाहिँ लुकाइदिन्छ। त्यहाँ त एउटै शिक्षकले धेरै कक्षा हेर्नुपर्ने, धेरै विद्यार्थी पढाउनु पर्ने बाध्यता छ। हो त नि। त्यो औसतले त खास चित्र देखाउँदैन। ल, यी त भए स्रोत र शिक्षकका कुरा। तर अर्को एउटा ठूलो समस्या भनेको त राजनीतिक हस्तक्षेप हो भनिन्छ नि। यसले कस्तो असर पारेको छ? तपाईले ठिक ठाउँमा औल्याउनु भयो। यो राजनीतिक हस्तक्षेपले त अवस्थालाई झनै भनौँ न गिजोल्दिएको छ। एउटा विश्लेषणले त के भन्छ भने शिक्षक नियुक्ति र बढुवामा योग्यता प्रणाली भन्दा पनि राजनीतिक पहुँच, नातावाद हो त्यस्तो कुरा हावी हुन्छ अरे। यो त डरलाग्दो चित्र हो नि। पाठ्यक्रममा पनि राजनीतिक रङ्ग भर्ने कोसिस हुन्छ भन्ने सुनिन्छ नि। त्यो कतिको सत्य हो? मतलब सत्तारूढ दलको विचार लाद्ने वा इतिहासलाई आफ्नो तरिकाले व्याख्या गर्ने? हो, त्यो पनि एउटा गम्भीर चिन्ताकै विषय हो। आरोपहरू लाग्ने गरेका छन्। स्रोतहरूमा पनि यस्ता कुरा उल्लेख छन्। यसबाहेक हेर्नुस् न, राजनीतिक दलहरूले बेला बेला गर्ने बन्द हडताल, त्यसले कति दिन पढाइ बिथोलिन्छ। त्यो त हामीले भोगेकै हो। हो नि। अनि स्रोत साधनको बाँडफाँडमा पनि राजनीतिक स्वार्थ जोडिने, अलिअलि भ्रष्टाचार पनि हुने गरेको कुरा विभिन्न प्रतिवेदनहरूले औल्याएका छन्। अनि शिक्षक युनियनहरू पनि त राजनीतिक दलसँग नजिक हुन्छन् भनिन्छ। त्यसले गर्दा शैक्षिक सुधार गर्न गाह्रो भएको हो। आखिर किन हुन्छ होला यस्तो हस्तक्षेप? विश्लेषणहरू हेर्दा त यसका पछाडि मुख्यतया केही कारण देखिन्छन्। एउटा त भोट ब्याङ्क सुरक्षित गर्ने दाउपेच, अर्को स्थानीय स्तरमा आफ्नो पार्टीको पकड बलियो बनाउने, अनि युवा विद्यार्थीहरूलाई आफ्नो विचारधारातिर तान्ने प्रयास। मतलब शिक्षा जस्तो संवेदनशील क्षेत्रलाई पनि राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाइएको जस्तो देखिन्छ। यी सब चुनौती सुन्दा त अवस्था निकै जटिल रहेछ है। त्यसो भए सुधारका लागि केही सरकारी प्रयासहरू, सहयोगहरू भएका छैनन् त? केही त भएको होला नि? प्रयासहरू नै नभएका त होइनन्, तर तिनको प्रभावकारिता कति छ, पर्याप्त छन् कि छैनन्, त्यसमा प्रश्न उठ्छ। जस्तो शिक्षामा सरकारी लगानी हेर्नुस् न,
कुल सरकारी खर्चको करिब 12% मात्रै छ। 12% मात्र। अन्तर्राष्ट्रिय मापदण्ड त 15-20% भन्छन् होइन र? हो नि, अन्तर्राष्ट्रिय रूपमा हेर्दा 15देखि 20% हुनुपर्ने हो। अब संविधानले त निशुल्क आधारभूत र माध्यमिक शिक्षाको हक दियो, तर यही बजेट अभावले गर्दा त्यसको पूर्ण कार्यान्वयन हुन सकिरहेको छैन। अनि शिक्षकहरूको न्यायोचित वितरणको लागि त्यो शिक्षक दरबन्दी मिलानको कुरा पनि उठेको थियो होइन? विद्यार्थी संख्याको आधारमा शिक्षक पठाउने। हो, त्यो प्रस्ताव गरिएको छ। त्यो लागू हुन सक्यो भने सकारात्मक कदम हुन सक्छ। अनि पहिले पनि 2008 तिरको एउटा सरकारी प्रतिवेदनले प्रभावकारी अनुगमन गर्ने, बजेट समयमै दिने, विद्यालय व्यवस्थापन समिति बनेनको क्षमता बढाउने, शिक्षक तालिम दिने, स्रोतको राम्रो व्यवस्थापन गर्ने जस्ता कुरामा जोड दिएको थियो। ती कुरा त आज पनि उत्तिकै सान्दर्भिक छन्। ठीक हो। र हालसालैका प्रयासहरू हेर्ने हो भने निशुल्क शिक्षाको संवैधानिक हकलाई कार्यान्वयन गर्ने प्रयास भइरहेको छ। शिक्षा क्षेत्र योजना 2023-28 बनेको छ। सिन्धुपाल्चोक जस्ता केही स्थानीय तहहरूले निशुल्क पढाइ र दिवा खाजा जस्ता राम्रा कार्यक्रमहरू पनि सुरु गरेका छन्। त्यो त राम्रो कुरा हो। यस्तै छात्रवृत्ति, निशुल्क पाठ्यपुस्तक जस्ता लक्षित कार्यक्रमहरू छन्। नमुना विद्यालय भनेर केही गुणस्तरीय स्कुल बनाउने अवधारणा पनि छ। अनि योग्यतामा आधारित शिक्षक सरुवा, करार शिक्षक सम्बन्धी केही नीतिगत परिवर्तनका प्रयास पनि भएका छन्। तर फेरि यी नमुना विद्यालय सबै ठाउँमा उस्तै सफल छन् त भन्दा त्यसमा पनि प्रश्न छ। स्रोतहरूले सबैतिर एक नाश नभएको बताउँछन्। बुझ्यो। अब थोरै निजी विद्यालयसँग तुलना गरौँ न। हाम्रा स्रोतहरूले त निजीमा अलि दक्ष शिक्षक, राम्रो स्रोत साधन अनि त्यो आइटी प्रणालीहरू राम्रो हुन्छ भनेका छन् नि। सामान्यतया स्रोतहरूले त्यस्तै देखाउँछन्। निजी विद्यालयमा भौतिक स्रोत साधन र व्यवस्थापन केही हदसम्म राम्रो देखिन्छ। तर यो फेरि सबै निजी विद्यालयको हकमा सत्य नहुन सक्छ। त्यहाँ पनि गुणस्तरमा धेरै विविधता छ। तर मुख्य कुरा के हो भने नेपालका बहुसंख्यक बालबालिका त सरकारी विद्यालयमै निर्भर छन् नि। त्यसैले तिनको गुणस्तर र पहुँच सुधार गर्नुको विकल्प नै छैन। हो, निजी विद्यालयका राम्रा पक्षबाट सिक्न सकिन्छ, तर सरकारी प्रणालीलाई नै बलियो बनाउनु चाहिँ एकदमै आवश्यक छ। हो त नि, त्यो त एकदम सही कुरा हो। ल त आजको यो गहिरो विमर्शलाई अब यतैतिर बिट मारौँ होला। हुन्छ। हामीले स्रोतहरू केलाउँदा के देखियो भने नेपालका सरकारी विद्यालयहरूमा स्रोत अभाव, राजनीतिकरण अनि गुणस्तरको गम्भीर चुनौतीहरू त छन्, तर सँगसँगै सुधारका केही प्रयासहरू जस्तै केही नमुना विद्यालयहरू अनि स्थानीय तहका राम्रा पहलहरूले आशाको सानो त्यान्द्रो पनि देखाएकै छन्। हो, तर यसले हामीलाई केही गम्भीर प्रश्नहरू सोच्न बाध्य बनाउँछ जस्तो लाग्छ मलाई। हाम्रो जस्तो समाजमा जहाँ राजनीति यति गहिरोसँग झेलिएको छ, के शैक्षिक गुणस्तर अनुगमन गर्ने निकायहरू साँच्चीकै स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सक्छन् होला त? यो निकै महत्त्वपूर्ण प्रश्न हो। अनि अर्को कुरा, यी सीमित सुधारका प्रयासहरूलाई कसरी सबैभन्दा पछाडि परेका सीमान्तीकृत समुदायका बालिकासम्म पुर्याउने, यी प्रश्नहरूमा हामीले अझै घोत्लिनु जरुरी छ जस्तो लाग्छ। निकै सान्दर्भिक र विचारणीय प्रश्नहरू। आजलाई यति नै गरौँ। यहाँलाई धेरै धेरै धन्यवाद। यहाँलाई पनि धन्यवाद।